एमालेकै शिक्षा मन्त्री विद्या भट्टराईले चाहिँ राजीनामा दिनुभयो र यो सरकार आफ्नै बोझ थाम्न सक्नेवाला छैन, आफ्नै बोझमा दबिएर यो सिद्धिन्छ। साँच्चै भन्ने हो भने एक दिन पनि अब सरकारको नेतृत्वमा बस्ने हैसियत औचित्य गुमाइसकेको छ। हजारौं र लाखौं शिक्षकहरू सडकमा छन्। 2 हप्तादेखि ती शिक्षकको समस्या समाधानप्रति गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएको छैन। यो भन्दा लाजमर्दो कुरा के हुन्छ? शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा होइन, हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भन्ने बाहेक केही पनि छैन। जे सम्झौता भएको थियो त्यो सम्झौता अनुसारको ऐन बनाइदेऊ भन्ने बाहेक नयाँ कुरा भनेको त होइन। तर त्यसमा प्रधानमन्त्री असाध्य नकारात्मक भइदिएपछि यो आफ्नै बोझमा दबेर जान्छ। यसले केही राम्रो काम गर्दैन, जनताले आश गर्ने ठाउँ छैन। राम्रो काम गर्ने कर्मचारी होस्, राजनीतिज्ञ होस्, कोही किन नहोस्, त्यसको तेजोवध गर्ने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई र आफ्नो पक्षमा अन्धो भएर लाग्नेलाई चाहिँ जसरी पनि रक्षा गर्ने काम भएको छ। लाखौं शिक्षक र देशभरिका विद्यालयहरू सङ्कटमा छन्। त्यसलाई समाधान गर्न तत्परताका साथ, गम्भीरताका साथ वार्ता गर्ने, प्रतिफल निकाल्ने उद्देश्य सहित गर्नुको सट्टा सरकार प्रमुख नै शिक्षकहरूलाई अपमानित गर्न लागेको लाजमर्दो स्थिति देखिएको छ। अहिले डाक्टरहरू आन्दोलनमा, नर्सहरू आन्दोलनमा, लघुवित्त पीडित महिनौदेखि आन्दोलनमा छन्। यो मञ्चबाट सरकारले शिक्षकको मुद्दामा आम शिक्षकहरूलाई अपमानित गर्ने काम बन्द गरेर तुरुन्तै घनीभूत रूपले वार्ता संवाद गरेर हल गर्न कोसिस गरोस्। शिक्षकहरूको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो। मैले धेरै मेहनत गरेर त्यो ऐन विधेयकलाई सदनमा पुर्याएको छु। उपसमितिमा छलफल छ। त्यसलाई टुङ्ग्याउने बारे शिक्षकहरूसँग बसेर किन कुरा गरिँदैन? किन शिक्षकहरूलाई अपमानित गरिन्छ? म सरकारलाई गम्भीर रूपले ध्यानाकर्षण पनि, खबरदारी पनि फेरि एकचोटि गर्न चाहन्छु। यसलाई हल्का रूपले शिक्षकहरूको समस्यालाई नलियोस्। यसको परिणाम धेरै गम्भीर हुन्छ भन्ने कुरा सरकारले समयमै बुझ्नु। माओवादीलाई सताउने बेला यही हो भने जस्तो गरी आफैले गरेको सहमति र सम्झौता तोड्ने काम यो सरकारले गरेको। यस्ता त हजारौं छन्। अहिले मैले विश्वासको मत लिँदै गरेको वक्तव्य पढ्यो भने हुबहु सबै मिल्या छ। त्यहाँ यो मिलेन कसैले भन्नै सक्दैन। त्यो काङ्ग्रेसले पनि, एमाले भित्रका इमान्दार नेता कार्यकर्ताले पनि र आम जनताले पनि त्यस्तै भएको छ। म एमाले भित्रका पनि इमान्दार कम्युनिस्टहरूले सोच्ने बेला आयो। शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु। तपाईहरू पटक पटक आन्दोलन गर्नुभएको छ, पटक पटक सम्झौता भएको छ र पटक पटक धोका भएको छ। यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ। लिडरसिप र लिडरसिपको टिमले धेरै मेहनत गरेर यो भा हो भन्ने लागेको छ कि हाम्रो विचार, राजनीतिक कार्यदिशा र नेतृत्व सही भएको हुनाले यसो भएको भन्ने लागेको छ कि तपाईहरू विचार गर्नु होला। अहिले मैले धेरै भन्नु छैन। जे होस्, हामीले आफ्नो मौलिकतामा पार्टी एकतालाई सुदृढ गर्ने, विचारमा सहमति बनाउने कोसिस गरिराखेका छौँ र हामी त्यसको निम्ति अन्तिम समयसम्म प्रयास गर्छौँ र क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारीबाट पनि हामी बिल्कुल विमुख भएका छैनौँ। आज पार्टी स्थापना दिवसको र लेनिन जयन्तीका दिनमा म सबै क्रान्तिकारी कम्युनिस्टहरू जो जहाँ जहाँ भए पनि उहाँहरू सबैलाई गम्भीरताका साथ, जिम्मेवारीपूर्वक र निष्ठाका साथ म अपिल गर्न चाहन्छु। आउनुहोस्, बसेर छलफल गरौँ, बहस गरौँ र एउटा सही विचारको आधारमा एकीकृत र केन्द्रीकृत भएर देशमा समाजवादी क्रान्तिको यात्रा अगाडि बढाउने सङ्कल्प गरौँ। म यो अपिल पनि आजको दिन गर्न चाहन्छु, किनकि आजको दिन एउटा उपयुक्त दिन हो यो अपिल गर्नका निम्ति। हामी सबै सोचौँ। हामीले यस सन्दर्भमा केही प्रयोगहरू गऱ्यौँ, हामी असफल भयौँ। हाम्रो पार्टी नै थियो जसले नेपालको कम्युनिस्ट आन्दोलनलाई सँगै एकताबद्ध गरौँ भन्ने उद्देश्यका साथ निर्वाचनमा सँगै जाने र पार्टी एकता गर्ने प्रस्ताव अगाडि सार्यो। तर अवसरवादका कारण, व्यक्तिवादका कारण, बुर्जुवा चिन्तनका कारण त्यो सफल हुन सकेन। त्यो हामी सबैलाई थाहा छ। मैले अहिले त्यसको व्याख्या गर्नु परेन। तर हामी त्यसबाट थाकेका चाहिँ छैनौँ।
हामी त्यसबाट आत्तिएका पनि छैनौँ। हामीले कम्युनिस्ट आन्दोलनको एकताको झन्डा बोक्न छोडेका पनि छैनौँ, छोड्दा पनि छोड्दैनौँ। तर त्यो सच्चा कम्युनिस्टको एकता हुन पर्यो, क्रान्तिकारी कम्युनिस्टको एकता हुन पर्यो। कम्युनिस्ट आन्दोलनप्रति, मार्क्सवाद लेनिनवाद माओवादप्रति निष्ठाका साथ छलफल हुन पर्यो। हामी जति पनि लचिलो हुन तयार, तर सिद्धान्तहीन एकता चाहिँ कति घातक हुँदो रहेछ भन्ने कुराको अनुभव पनि विश्व कम्युनिस्ट आन्दोलन र हाम्रै अनुभवबाट नै अस्ति भर्खरै हामीले देखि नै सकेका छौँ। हामी सबैलाई थाहा छ, अहिले समाजवादी मोर्चाबाट अस्ति भर्खरै प्रतिक्रियावाद र यथास्थितिवादका विरुद्ध जो जनप्रदर्शन र जनसभा हामीले गऱ्यौँ, त्यो समाजवादी मोर्चा निर्माण पनि हामी कम्युनिस्ट आन्दोलनलाई विचारको आधारमा एकताबद्ध गर्ने उद्देश्यद्वारा उत्प्रेरित छ र हामी अरूलाई पनि त्यसमा समेट्ने प्रयासमा छौँ। आजको दिनमा हामी सबैले पनि त्यसको निम्ति प्रयास गर्नुपर्दछ। यो अपिल पनि म गर्न चाहन्छु। यति भनेपछि अब अन्तिममा अहिले देशमा राजनैतिक रूपले जस्तो स्थिति बनेको छ, बडो जटिल र बडो चाहिँ तपाईँको चुनौतीपूर्ण स्थिति छ। यो अहिलेको सरकार, खास गरी एमाले नेतृत्वको, केपी ओली नेतृत्वको जो सरकार छ, यसको जन्म नै अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ, असंवैधानिक छ। हामीले भनेका छौँ र यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा हो। राम्रो काम गर्नेलाई तेजोबद्ध गर्ने, राम्रो काम गर्ने कर्मचारी होस्, राजनीतिज्ञ होस्, कोही किन नहोस्, त्यसको तेजोबद्ध गर्ने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई र आफ्नो पक्षमा अन्धो भएर लाग्नेलाई चाहिँ जसरी पनि रक्षा गर्ने काम भएको छ। भ्रष्टाचारीहरू त्यसै भएका छन्। यसको मैले धेरै व्याख्या गर्नु परेन, हामी सबैलाई थाहा छ। आजकै दिनमा सरकार, वास्तवमा यो सरकार साँच्चै भन्ने हो भने एक दिन पनि अब सरकारको नेतृत्वमा बस्ने हैसियत, औचित्य गुमाइसकेको छ। हजारौँ र लाखौँ शिक्षकहरू सडकमा छन् 2 हप्तादेखि। ती शिक्षकको समस्या समाधानप्रति गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नुभएको छैन। योभन्दा लाजमर्दो कुरा के हुन्छ? लाखौँ शिक्षक र देशभरिका विद्यालयहरू सङ्कटमा छन्। त्यसलाई समाधान गर्न तत्परताका साथ, गम्भीरताका साथ वार्ता गर्ने, प्रतिफल निकाल्ने उद्देश्यसहित गर्नुको सट्टा सरकार प्रमुख नै शिक्षकहरूलाई अपमानित गर्न लागेको लाजमर्दो स्थिति देखिएको छ। अहिले डाक्टरहरू आन्दोलनमा, नर्सहरू आन्दोलनमा, लघुवित्त पीडित महिनौदेखि आन्दोलनमा छन्। म प्रधानमन्त्री हुँदा कस्तो दुर्भाग्य भयो भने 27 गते मैले छोड्न पर्ने भयो, 26 गते एउटा सहमति भएको थियो र 1 महिनाभित्र प्रतिवेदन अगाडि लैजाने र लघुवित्त पीडितहरूका समस्या समाधान गर्ने प्रतिवेदन तयार भएको थियो। तर त्यसलाई कार्यान्वयनमा लैजाने नै दिन मैले सरकार छोड्न पर्यो। अहिले हामीले देखेका छौँ लघुवित्त पीडितहरू बडो अपमान सहनु पर्ने र त्यो आन्दोलन, त्यो प्रतिवेदन गायब पारिएको छ या त्यसलाई लागू गर्नेतिर सरकार पुरै गैर जिम्मेवार देखिएको छ। म आज यो मञ्चबाट सरकारले शिक्षकको मुद्दामा आम शिक्षकहरूलाई अपमानित गर्ने काम बन्द गरेर तुरुन्तै घनीभूत रूपले वार्ता संवाद गरेर हल गर्न कोसिस गरोस्। शिक्षकहरूको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो। मैले धेरै मेहनत गरेर त्यो ऐन विधेयकलाई सदनमा पुर्याएको छु। उपसमितिमा छलफल छ। त्यसलाई टुङ्ग्याउने बारे शिक्षकहरूसँग बसेर किन कुरा गरिँदैन? किन शिक्षकहरूलाई अपमानित गरिन्छ? म सरकारलाई गम्भीर रूपले ध्यानाकर्षण पनि, खबरदारी पनि फेरि एकचोटि गर्न चाहन्छु। यसलाई हल्का रूपले शिक्षकहरूको समस्यालाई नलियोस्, लघुवित्त पीडितको समस्यालाई हल्का रूपले नलियोस्, सहकारी पीडितका समस्यालाई हल्का रूपले नलियोस्। यसको परिणाम धेरै गम्भीर हुन्छ भन्ने कुरा सरकारले समयमै बुझ्नु राम्रो हुन्छ। तर सरकार बुझ्नेतिर देखिएको छैन। त्यसकारण त्यसै गरी अरू थुप्रै त्यस्ता केसहरू छन्। अहिले भर्खरै यो कार्यक्रममा आउँदै गर्दा मलाई त्यो थानकोट सुरुङ मैले नै ब्रेक थ्रु, त म प्रधानमन्त्री हुँदा नै त्यसको ब्रेक थ्रु गरिएको थियो। अब अहिले छिटो काम सकेर उद्घाटन गर्ने धुन सायद सरकारलाई होला, किन यो सरकार केही पनि नभए पनि उद्घाटन गर्ने सरकार हो क्या ओली सरकार चाहिँ।
त्यो 700 हस्पिटल न भौतिक पूर्वाधार न बजेट न केही छ, त्यत्तिकै उहाँले यहाँ बालुवाटारबाट उद्घाटन गर्नुभएको हामी सबैलाई थाहा छ। सिंहदरबारबाट उहाँले त्यत्तिकै उद्घाटन गरिदिन पनि सक्नुहुन्छ, तर त्यहाँका जनताको समस्या गम्भीर छ। त्यहाँ सुरुङ खन्दै गर्दा त्यहाँ माथिको जमिन र घरहरू जसरी चर्किएका छन् र त्यसबारेमा सरकारले स्थानीय जनप्रतिनिधिहरूसँग र पार्टीहरूसँग सहमति पनि गरेको छ। 4 बुँदे या 5 बुँदे सहमतिमा मुआवजा दिने कुरा, क्षतिपूर्ति सहित पानीको समस्या हल गर्ने सहमति पनि भएको छ। तर यो सरकार ती जनताको समस्या समाधान गर्नेतिर बिल्कुल देखिएन भनेर मलाई अघि भर्खरै जनप्रतिनिधि आएर भन्नुभयो। भएको सहमति पनि कार्यान्वयन नगर्ने, अनि त्यहाँको जनतालाई यही हो मौका भएछ। कस्तो भने त्यो ओडा जहाँ घर चर्केका छन्, पानीको समस्या परेको छ, त्यो माओवादीले जितेको ओडा परेछ चन्द्रगिरीको। त्यहाँदेखि माओवादीलाई सताउने बेला यही हो भने जस्तो गरी आफैले गरेको सहमति र सम्झौता तोड्ने काम यो सरकारले गरेको। यस्ता त हजारौँ छन्। त्यसकारण यी सबै विषयमा पनि सरकार पूर्णतः असफल भइसकेको छ। मैले भन्दा कहिलेकाहीँ मानिसहरू अलिकति कन्फ्युज पनि हुने गरेको छ। मैले सुरुमा यो सरकार जसरी गठबन्धन बनेको छ बडो अपारदर्शी र अप्राकृतिक तरिकाले यो आफ्नै बोझमा दबेर जान्छ, यसले केही राम्रो काम गर्दैन, जनताले आश गर्ने ठाउँ छैन भनेको थिएँ। अहिले त आम जनताले यो कुरा ठिक हो भन्ने सबैले बुझ्नु भएको छ। अहिले मैले विश्वासको मत लिँदै गरेको वक्तव्य पढ्यो भने हुबहु सबै मिल्या छ। त्यहाँ यो मिलेन कसैले भन्नै सक्दैन। त्यो काङ्ग्रेसले पनि, एमाले भित्रका इमान्दार नेता कार्यकर्ताले पनि र आम जनताले पनि त्यस्तै भएको छ। त्यसकारण आज लेनिन जयन्ती र पार्टी स्थापना दिवसको उपलक्ष्यमा म एमाले भित्रका पनि इमान्दार कम्युनिस्टहरूले सोच्ने बेला आयो। आज शिक्षकका समस्या त्यही माओवादीका या अर्को एउटा पार्टी विशेषको समस्या त होइन, यो त राष्ट्रकै समस्या हो। फेरि शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा होइन। हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भन्ने बाहेक केही पनि छैन। जे सम्झौता भएको थियो त्यो सम्झौता अनुसारको ऐन बनाइदेऊ भन्ने बाहेक नयाँ कुरा भनेको त होइन। तर त्यसमा प्रधानमन्त्री असाध्य नकारात्मक भइदिएपछि हिजो अर्को एउटा घटना घट्यो। स्वयं एमालेकै शिक्षा मन्त्री विद्या भट्टराईले चाहिँ राजीनामा दिनुभयो र यसबाट पनि सरकार कति धेरै गैर जिम्मेवार छ भन्ने कुराको नयाँ प्रमाण प्रस्तुत भएको छ। र म यो सबै हेर्दा फेरि पनि म भन्न चाहन्छु, यो सरकार आफ्नै बोझ थाम्न सक्नेवाला छैन। आफ्नै बोझमा दबिएर यो सिद्धिन्छ। हामी चाहन्छौँ कि सरकारले अझै पनि बुद्धि पुर्याओस्, तर हामीले जति खबरदारी गर्दा पनि, जति गम्भीर ढङ्गले भन्दा पनि सुनवाई भएको छैन। र म शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु। तपाईहरु पटक पटक आन्दोलन गर्नुभएको छ, पटक पटक सम्झौता भएको छ र पटक पटक धोका भएको छ। यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ, तपाईँ शिक्षकहरूको मुख्य रूपमा छ। यही अपिल गर्दै फेरि महान लेनिन प्रति श्रद्धा व्यक्त गर्दै र पार्टी स्थापना दिवसका उपलक्ष्यमा सम्पूर्ण कम्युनिस्टहरू, क्रान्तिकारीहरूप्रति हार्दिक बधाई र शुभकामना भन्दै हाम्रा महान संस्थापकहरूप्रति फेरि श्रद्धा व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद, अभिवादन।